कुल कोरिया अत्याधिक गर्मीमा कुलिङ किट प्रयोग सम्बन्धी निर्देशिका। अत्यन्त तातो गर्मी। टन्टलापुर घाममा काम गर्दा रिङ्गटा लागेर वा गलेर थचक्कै बसेको अनुभव छ नि, होइन? गर्मी भए पनि काम त गर्नै पर्छ। अब के गर्ने त? गर्मीसँग पौठे जोरी नखेल्नुहोस्। गर्मीलाई शीतल तरिकाले सजिलै जित्नुहोस्। कुल कोरिया अत्याधिक गर्मीमा कुलिङ किट प्रयोग सम्बन्धी निर्देशिका। शरीरको तापक्रम घटाउनुहोस्। अत्याधिक गर्मीमा कुलिङ किट प्रयोग गर्ने तरिका। कुलिङ किट कृषकहरूका लागि अत्याधिक गर्मीबाट बचाउने एक सुरक्षा साथी हो। यसले कृषि कार्य सुरु गर्नु अघि सुरक्षा तालिम प्रदान गर्ने, कामको क्रममा ताप लहरबाट लाग्ने रोगहरू रोक्न मद्दत गर्ने र आपतकालीन अवस्थामा छिटो उपचार सहायता सुनिश्चित गर्ने कार्य गर्दछ। कुलिङ किटभित्र कृषकहरूको शरीरको तापक्रम छिट्टै घटाउन मद्दत गर्ने उपयोगी रोकथामका सामग्री र प्राथमिक उपचारका सामानहरू समावेश गरिएको हुन्छ। सजिलै बुझ्न सकिने निर्देशिका र फराकिलो आपतकालीन निर्देशिकाको मद्दतले अब जो कोहीले पनि तुरुन्तै आवश्यक कदम चाल्न सक्छ। एउटै क्युआर कोडबाट हेर्न सकिने बहुभाषी आपतकालीन सहायता सम्बन्धी भिडियोहरूले भाषाको अवरोधलाई हटाउँदै हाम्रो ग्रामीण भेगका हरेक कृषकहरूको अमूल्य जीवनलाई सुरक्षित राख्न मद्दत गर्दछ। अत्याधिक गर्मीमा पिउने पेय पदार्थ र नुनिलो ग्लुकोज चक्की। अत्याधिक गर्मीका कारण धेरै पसिना आएमा पेय पदार्थसँग ग्लुकोज चक्की खाएर शरीरमा घटेको खनिज र पानीको मात्रा पूरा गर्नुहोस्। नुनिलो ग्लुकोज चक्की एक पटकमा 1-2 वटा दरले दिनमा 3-4 पटक खानुहोस्। कुलिङ टावल। प्याकेट खोलेपछि हात, निधार, घाँटी जस्ता शरीरका तातेका भागहरूमा हलुकासँग पुछ्नुहोस् वा बेर्नुहोस्। कुलिङ स्प्रे। प्रयोग गर्नु अघि बट्टालाई राम्रोसँग हल्लाउनुहोस्। अनुहारमा नपर्ने गरी शरीरको अन्य भागको छालामा स्प्रे गरेर तापक्रम घटाउन यसको प्रयोग गर्नुहोस्। आइस प्याक। अत्याधिक गर्मीले शरीर गाह्रो भएमा वा आपतकालीन अवस्थामा यो आइस प्याकले बरफ बिना नै तुरुन्तै चिसो बनाउन मद्दत गर्दछ। प्याकलाई जोडले थिचेर भित्र रहेको पानीको थैली फुटाउनुहोस् र भित्रको सामग्री राम्ररी मिसिने गरी तलमाथि 5 पटकभन्दा बढी हल्लाउनुहोस्। पछाडिको स्टिकर निकालेर निधारमा टाँस्नुहोस्। आपतकालीन कुलिङ सिट। सिटलाई बाहिर निकाल्नुहोस् र दुवै हातले समातेर पुरा फैलिने गरी खुल्नुहोस्। छापिएको भाग माथि पर्ने गरी बिरामीको खुट्टादेखि घाँटीसम्म ढाक्नुहोस्। घाम छेक्ने आपतकालीन त्रिपाल। यो आपतकालीन त्रिपालले ताप र प्रकाशलाई धेरै प्रभावकारी रूपमा परावर्तन गराउँछ। त्रिपाललाई बाहिर निकाल्नुहोस् र दुवै हातले समातेर पुरै फैलाउनुहोस्। 2 जना मानिसले एक अर्कालाई हेरेर त्रिपाललाई तन्काउँदै समात्नुहोस् र बिरामीको शरीरमाथि छहारी बनाएर गर्मी र घामलाई रोक्नुहोस्। कुलिङ किटलाई सुरक्षित साथ राख्ने तरिका। मुख्य कार्यक्षेत्र वा अत्याधिक गर्मी हुन सक्ने ठाउँहरूमा यो किट तयारी अवस्थामा राख्नुहोस्। कुलिङ किटलाई खेतीपानीको काम गर्दा कार्यस्थलमै राख्नुहोस् र गर्मीजन्य रोग लागेमा तुरुन्तै उपचार गर्नुहोस्। कुल कोरिया अत्याधिक गर्मीमा कुलिङ किट प्रयोग सम्बन्धी निर्देशिका।